हेलो साथीहरू, आज हामी आइपुगेका छौँ विश्वकै प्रसिद्ध पशुपतिनाथ मन्दिरमा। अनि यहाँ आज स्पेसल डे पनि छ होला, सबैलाई थाहा छ होला, कतिले थाहा नहुनसक्छ। आई गेस कपाललाई पनि थाहा नहुनसक्छ होला, किनभने उनीहरूले त खोइ मात्रै थाहा हुन्छ होला। आज पनि तर महाशिवरात्रि हो अनि म चाहिँ यहाँ पशुपतिनाथको दर्शन गर्न आइपुगेको छु। अहिले राति नै छ, भोलि बिहानदेखि सायद झन् बढी होला, भिडहरू आउने होला। यहाँमा आज हेर्न आएको कतिको भिड रहेछ भनेर, यहाँ त यति धेरै भिड छ हेर्नु न। सो म त यहाँ आफै हराउँछु जस्तो लाग्दैथ्यो। अनि हेर्दा त गई के रहेछ भनेर। अहिले सजावटको कामहरू, फुलहरू लाउने कामहरू हुँदै नै थियो। कस्तो राम्रो देखाएको सजिएको थियो। यस्तो हेर्दाखेरि सोचेँ कि भिडतिर छ भनेर त्यहाँ। अनि अहिले साँझ पनि छ भनेर, आरती पनि भइरहेको छ होला भनेर सोचेको थिएँ। जाँदाखेरि आरतीको बेला पुगेको छ त हामी। अनि त्यही भएर अब आरती पनि हेर्नै जाम जस्तो लाग्यो। तर भिडमा यत्रो भिड थियो कि हामीले हिँड्नै नसक्ने कि त्यस्तै बेला मैले हनुमानजी हेरेँ। यहाँ हनुमानजीलाई हेरेँ, अब बल्ल अब आरती हेरेर जानु जस्तो लाग्यो। आरती भइरहेको छ त, कस्तो आरतीले त मन शान्त पार्यो। अनि यसपछि आरती हेर्दाखेरि एकजना बाबु हेऱ्यो, कस्तो राम्रो बाबु छ यो त। अनि त्यसपछि पुरै देखाउँ भनेर चाहिँ अनि गीत सहित पुरै आरती भयो। मैले पनि थोरै जयकार लगाएँ, जयकारहरू लाउँदैछु। यसै हुँदैन, अब जानु भइसकेको छ जाम भनेर गेटनिरै जानु पऱ्यो भनेर हेरौँ सबै कस्तो छ भनेर। यत्रो भिडेर त म त कसरी जाम भनेर सोचेको थिएँ। तर पनि अब जाने रहर नै छ, हजुरले देखाउनै पर्ने रहेछ भनेर देखेँ। यहाँ बान्दरहरू पनि जाँदै रहेछ भने पनि अब गइदिनु नै पऱ्यो। हामीले अर्को बाटो हेरेँ, अर्को बाटो हेर्न जानलाई त यहाँ बन्द रहेछ, अर्को बाटो छैन खुला अरे। माथि गएर हेरेँ कहाँबाट बाटो रहेछ। अनि तल आएर यहाँ ठ्याक्कै गेटमा चाहिँ हामी कुद्यौँ। कुदेर यहाँ गेटबाट हामीले यत्रो भिडमा कसरी जाऊ भन्ने सोचेको छ। तर त्यसमा नै भिडमै जाम के भयो त गइदिउँ। यस्तो अहिले त केही सजेको थिएन, तर सजाउनुलाई स्ट्यान्डहरू लगाएको थियो अनि फुलहरू त लाउँदैछु, लाउन स्टार्ट गरेको थियो। अनि त्यसमै हामीले एकजना आन्टीलाई फोटो खिचिदिनु थियो। अनि त्यहाँनिर स्टप गरेँ, सरी है आन्टी। र आन्टीमा गेट पनि हेऱ्यो, त्यहाँ टयहरू पनि एकदमै हाम्रो श्रद्धालु भक्तहरू जनको लागि पुरै खटेका थिए।